फाइनल्ली मेरो पनि स्टारको सेटअप दियो है त फेसबुकले मेरो पनि नयाँ फेसबुक अकाउन्टमा स्टारको सेटअप दिइसकेको छ र यो स्टारको सेटअपले चाहिँ कसरी चाहिँ सेटअप गर्ने म तपाईहरुलाई भिडियोमा सिकाउने छु। हजुरहरुको पनि यदि फेसबुकमा स्टारको सेटअप दिइसकेको छ भने तपाईहरुले पनि सेटअप राम्रो तरिकाले गर्नु होला, कहीं मिस्टेक नगर्नु होला। तपाईहरुले पनि यहाँ म तपाईहरुले देखाउने छु, तपाईहरुले पनि यही भिडियो हेरेर तपाईहरुले पनि सिक्न सक्नुहुनेछ है त साथीहरु। तपाईहरुले थाहा छ भने ठिकै छ, यदि तपाईले थाहा छैन भने सेटअप गर्ने तरिका म तपाईहरुले सिकाउने छु। मजाले हेर्नु होला, भिडियोलाई अन्तिमसम्म हेरेर यदि तपाईहरुले पनि भिडियो राम्रो लाग्यो भने लाइक शेयर कमेन्ट पनि गर्न नछुटाउनु होला है त साथीहरु। तपाईले आफ्नो फेसबुकलाई अन गर्नु होला। फेसबुकलाई अन गरिसकेपछि यहाँनेरि 3 डटमा जानु होला। 3 डटमा गइसकेपछि यहाँनेरि प्रोफेसनल ड्याशबोर्डलाई अन गर्नु होला। प्रोफेसनल ड्याशबोर्डलाई अन गरिसकेपछि हल्का स्क्रल डाउन गर्दै जानु होला। तपाईले अलिक तलतिर देख्न सक्नुहुनेछ यहाँनेरि चाहिँ स्टार सेटअप भनेर चाहिँ यहाँनेरि देखाएको छ। तपाईले चाहिँ यहाँनेरि सेटअपमा टच गर्दिनु होला। तपाईको यहाँनेरि सेटअप गरेपछि चाहिँ यस्तो खालको इन्टरफेस ओपन हुनेछ। तपाईले यहाँनेरि देख्न सक्नुहुनेछ तपाईको नाम, तपाईको डेट अफ बर्थ र तपाईको चाहिँ कन्ट्री र तपाईको यस्तो खालको इन्टरफेस आइसकेपछि तपाईको यहाँनेरि सबै नाम, डेट अफ बर्थ चाहिँ A to Z बराबर लाउनु होला। तपाईको डेट अफ बर्थ जति नागरिकतामा छ सेम त्यही डेट अफ बर्थ तपाईले लाउनु पर्ने हुन्छ र तपाईको नाम र तपाईको कन्ट्री। यदि तपाईको डेट अफ बर्थ, नाम, तपाईको कन्ट्री बराबर छैन भने तल तपाईले एडिट इन्फर्मेसन भन्नेमा चाहिँ तपाईले टच गरेर यहाँबाट तपाईले चाहिँ आफ्नो डेट अफ बर्थ, आफ्नो कन्ट्री, आफ्नो नाम सबै चेन्ज गर्न सक्नुहुनेछ, बनाउन सक्नुहुनेछ। मैले चाहिँ यहाँ साउदी अरब गरेको छु भने मैले अब यहाँनेरि चाहिँ नेपाल लगाइदिन्छु। यहाँनेरि नेपाल देख्न सक्नुहुनेछ र तपाईले चाहिँ यहाँनेरि अपडेट इन्फो भन्ने ठाउँमा तपाईले टच गर्दिनु होला र तपाईले चाहिँ यहाँनेरि एक्सेप्ट गर्दिनु होला र एक्सेप्ट गरिसकेपछि तपाईको यस्तो खालको इन्टरफेस आउनेछ। थोरै हल्का वेट गर्नु होला। यहाँनेरि थोरै हल्का टाइम लिइरहेको छ, तपाईले थोरै वेट गर्नुपर्ने हुन्छ। यहाँनेरि यहाँ देख्न सक्नुहुनेछ। अब तपाईले चाहिँ यहाँनेरि तपाईको चाहिँ स्टार सेटअप भइसकेको छ। तपाईले हल्का रिफ्रेश गरेर तपाईले हेर्न सक्नुहुनेछ। तपाईको चाहिँ यहाँबाट चाहिँ यसरी तपाईको स्टार चाहिँ सेटअप भइसकेको छ है त साथीहरु। यसरी नै तपाईले पनि आफ्नो स्टारलाई सेटअप गर्न सक्नुहुनेछ। यहाँनेरि तपाईहरुले देख्न सक्नुहुनेछ अब अर्निङ यहाँनेरि स्टार भनेर चाहिँ तपाईहरुले देख्न सक्नुहुनेछ। यसरी नै तपाईले पनि आफ्नो स्टारलाई सेटअप गर्नु होला है त साथीहरु। थ्यांक यू भेरी मच।